हो गाइज मलाई थाहा छ कि तपाईहरुलाई मेरो मिनी ब्लग राम्रो लाग्न थालेको छैन आजकल किनभने गाइज म चाहिँ भने आजकल ट्राभलिङको चाहिँ भिडियो हाल्दैन अनि त्यसपछि तपाईहरुलाई पनि घरकै मिनी ब्लग देखेर यस्तो बोरिङ लाग्छ होला नि मलाई थाहा छ कि गाइज तपाईहरुलाई मेरो मिनी ब्लग चाहिँ बोरिङ लाग्छ तर तपाईहरुले चाहिँ मलाई हेट गर्नु भएको छैन भनेर अनि गाइज बोरिङ पनि कसरी नलाग्ला चार भित्ताको घर भित्र मात्र बनाउने के म मिनी ब्लग फेरि बाहिर गएर कहिले पनि बनाएको छैन आजकल तर गाइज मेरो पनि केही कारणहरु छ त्यही भएर चाहिँ म बाहिर गएर मिनी ब्लगहरु बनाउन चाहिँ पाउँदैन कि गाइज आजकल अनि गाइज फेरि साथीहरुसँग पनि मिनी ब्लग बनाउँदैन भन्नु होला तर स्कुलमा चाहिँ भने मेरो हजारौं साथीहरु भए पनि मेरो चाहिँ घर वरिपरि एउटा पनि साथीहरु छैन गाउँमा हुँदाखेरि मलाई साथीभाइको एक पनि कमी थिएन तर यहाँ आएदेखि मलाई थाहा भयो कि साथीभाइको कति महत्व हुन्छ भनेर यदि गाइज तपाईहरु आफ्नो गाउँको साथीहरुलाई भाइ दाइहरुलाई चाहिँ हेट गर्नुहुन्छ भने त्यो चाहिँ भने एकदमै नराम्रो कुरा हो गाइज धेरै जस्तोले सोध्नुहुन्छ होला कि साथीभाइ भनेको चाहिँ कति बेरसम्म हो भन्दाखेरि जबसम्म काम लाग्छ तबसम्म मात्रै तिनीहरु साथीभाइ बनेर बस्छन् सोच्नुहुन्छ होला तर गाइज रियल फ्रेन्ड र रियल ब्रदर भनेको चाहिँ अलग नै हुन्छ र गाइज तपाईहरुको कोही एउटा रियल फ्रेन्ड रियल ब्रदर छ भने कमेन्टमा चाहिँ मेन्सन गर्नु होला र गाइज कुरा गरौँ म बाहिरको मिनी ब्लगहरु हाल्दैन बाहिरको ब्लग्सहरु बाहिरको नजारा बाहिर गएर भिडियो बनाउने साथीभाइसँग किन हाल्दैन भनेर गाइज खासमा कुरा म एउटा चीज भनिदिन्छु कि मलाई चाहिँ भने त्यस्तो टाइम पनि मिल्दैन साथीभाइहरुसँग बाहिर जाने घुम्ने अनि गाइज टाइम चाहिँ किन मिल्दैन भन्दाखेरि चाहिँ म चाहिँ भने फेरि बिहान उठ्ने बित्तिकै चाहिँ भने फेरि कोचिङ जान्छु कि अनि त्यसपछि स्कुल जानु पर्ने हुन्छ ल गाइज बाइ द वे मानौं कि म बिहान कोचिङ गएन तर स्कुल चाहिँ जानु पर्छ नि त गाइज 10 बजेदेखि 4 बजेसम्म ल गाइज अब त्यो स्कुलको कुरा छोडे पनि अब छुट्टीहरु त हुन्छ नि त गाइज छुट्टीहरुमा चाहिँ किन जादैन भन्दाखेरि गाइज छुट्टीमा चाहिँ भने म घरमै बिजी हुन्छु अब गाइज तपाईहरुले सोच्नुहुन्छ होला यो जुनम खाली भन्ने मात्र हो यसको गफ मात्र हो भनेर हो के गाइज म चाहिँ भने घरमा सुतिरहेको हुन्छु नि त गाइज अब अल्छीको कारणले हो कि टिनेजको कारणले गर्दा हो बाहिर चाहिँ निस्किनै मन नलाग्ने के गाइज एक पनि निस्किन मन नलाग्ने अब गाइज एउटा चाहिँ सानो कारण के छ भन्दाखेरि पपुलारिटी त्यति छैन कि मेरो आजकल त्यति नाम चल्दैन कि मेरो गाइज किनभने पहिला जस्तो भ्युज नै आउँदैन मेरो आजकल फेसबुकमा पहिला मेरो फेसबुकमा भ्युज 1 लाख 2 लाख 3 लाख त्यही भएन भनेर मिलियन्समा भ्युज आउँथ्यो कि गाइज मेरो कुनै कुनैमा तर गाइज आजकल के हो 2000 भ्युज पर्न पनि यस्तो गाह्रो हुन्छ नि कसम भन्दाखेरि त्यही भएर गाइज म तपाईहरुले रिक्वेस्ट गर्न चाहन्छु कि तपाई चाहिँ यो भिडियोमा एउटा कमेन्ट गरेर एकजनालाई चाहिँ शेयर गरिदिनु होला अब गाइज कतिले मेरो डाउनफल देखेर चाहिँ एकदमै हाँसिराख्नु भएको छ कोही चाहिँ भने फेरि लास्ट रमाइराख्नु भएको होला तर गाइज शेयर अलवेज इन साइलेन्ट हो के गाइज जब मैले कमब्याक हान्छु तब मैले यस्तो खतरा कमब्याक हान्छु नि त्यही भएर गाइज मलाई त्यही सक्सेसको लागि तपाईहरुको चाहिँ सपोर्ट चाहिने छ लास्ट सम्म अब गाइज सानोतिनो कुरा गरौँ म बाहिरको मिनी ब्लग हाल्छु कि नै घुमेको साथीसँग मिलेको साथीसँग घुमेको मिनी ब्लग हाल्छु कि नै अबदेखि भनेर गाइज मेरो कुरा सुन्नु म आफ्नो लागि मिनी ब्लग नभए पनि तपाईहरुको लागि मिनी ब्लग चाहिँ